नमस्ते सबैजनालाई स्वागत छ मेरो छोटो ब्लग मैले हजुरहरूको सामु सेयर गर्दैछु होइन। कस्तो बन्छ मेरो ब्लग होइन। आज सन्डेको दिन है। सन्डेको दिन म चाहिँ एकछिन ड्युटीमै भए पनि हल्का एकछिन अलिकति टाइम मिलाएर हल्का यहाँ सानो मिनी मार्केट गएको थिएँ होइन। त्यहाँ गएर मैले हल्का ड्युटीमा होइन, ड्युटीमा हुँदाखेरि खाना बाहेक कुनै बिच टाइममा होइन, ब्रेक टाइममा हल्का हल्का नास्ता गर्नुपर्छ भनेर मैले केही सामानहरू चाहिँ अहिले मैले भर्खरै किनेर लिएर आएको छु। त्यो हजुरहरूलाई म यो भिडियो मार्फत देखाउने छु। भिडियो सबैजनाले फुल वाच गरेर सपोर्ट गरिदिनु होला। अनि नयाँ साथीहरू पनि यो मेरो युट्युब ब्लगमा सबैजना सब्सक्राइब गरेर पनि जोइन हुनु होला है त। सबैजनाको सपोर्ट एकदमै आवश्यक छ। सबैजना मिलेर अघि बढ्नुपर्छ, एकअर्कामा सपोर्ट गर्नुपर्छ, सपोर्ट लिनुपर्छ, सपोर्ट गर्नुपर्छ है त साथीहरू। ल बट्टाबट मैले आज के खरिदेर ल्याएँ त होइन, त्यो हजुरहरूलाई देखाउने छु है त। फर्स्टमा भने म हजुरहरूलाई चिसोको आइटम देखाउँछु ल। यो भइहाल्यो होइन। यो सोयाबिन भइहाल्यो। यो चाहिँ हल्का यो गरी पिउनु मनपर्छ, त्यही कारण लिएर आएको। मैले खासै धेरै ल्याएको छैन होइन। रेड बुल चाहिँ दुईवटा लिएर आएको। यो जुस रेड बुल चाहिँ अलिक धेरै भयो है। अब प्रायः पिउनु मनपर्छ होइन, कुनै कुनै बेला चस्स पानीसँग मिसाएर। यो मेरो चिसोमा भयो होइन। अब देखाउँछु। यो हट म्यागी भनेको चाहिँ यहाँ प्रायः तातो पानीहरू हुन्छ अनि यसलाई चाहिँ नास्ता टाइममा चाहिँ प्रायः हामी के अरे खाने गर्छौँ है। सजिलो पनि हुन्छ, स्वास्थ्यलाई खासै राम्रो त हुँदैन तैपनि हामी खाने गर्छौँ है। यो चाहिँ अलिकति धेरै ल्याएको छु। यति धेरै छ, लगभग कति 2 4 6 बक्स है। यो चाहिँ यसलाई चाहिँ यहीभित्र मरमसला हुन्छ अनि मिक्स गर्ने, अनि तातो पानी हालेर 15-20 मिनट छोपेर राख्ने, अनि राम्रोसँग पाक्छ अनि नास्ता। अनि यो लिएको छु दुईवटा, राखेको छ दुईवटा। यो घरिघरि बिहान यसो चुस्स भोजन। अनि यो ल्याएको छु दुईवटा। यो धेरै महँगो पर्दैन, सस्तै हो। यो चियासँग खानु लागि ब्रेड जस्तै हो। अनि यो बिस्कुट 2 बक्स। अनि यो चाहिँ चाउचाउ है, काँचै खानु राम्रो हुन्छ, त्यही भएर मैले लिएर आएको। बेला बेला यसो हल्का खाने गर्छु है। यो 2 बक्स ल साथीहरू। यति हो आज मैले यसो ड्युटीको क्रममा रहेर पनि हल्का अब सन्डेको दिन अलिकति फ्री, त्यही भएर यहाँ सानो मिनी मार्केटमा गएर यति सपिङ गरेर ल्याएको है साथीहरू। अरू केही छैन। अब फटाफट प्याक गर्नुपर्छ। अब लगभग यो 1 हप्तालाई मजाले धान्छ साथीहरू। कम्पनी अगाडि क्यान्टिन चाहिँ छ होइन साथीहरू, तर महँगो पर्छ कि क्यान्टिनमा, त्यही भएर यति हल्का लिएर आएपछि सजिलो हुन्छ है। त्यही भएर हो साथीहरू। अब यसमा प्याक गर्नुपर्छ। बेलुका तपाईँ जाँदाखेरि त लिएर जाने हो होइन साथीहरू। अनि रुममा राख्नुपर्छ। चिसोहरू चाहिँ कहिले कहिले खानु मन पर्दाखेरि लिएर आउने हो है साथीहरू।
आजको आइटम चाहिँ यति नै छ। एउटा छुट्टै च्यानल। ओके साथीहरू, आजको मेरो सन्डे यस्तै छ है साथीहरू। ओके साथीहरू, देख्न सक्नुहुन्छ घाम लागेको छ, मस्तै घाम लागेको छ, देख्न सक्नुहुन्छ है, कस्तो घाम लागिरहेछ। ओके साथीहरू, भिडियो के कसो लाग्यो सबैजनाले साथ सपोर्ट गरिदिनु होला, भिडियोलाई फुल वाच गरेर मनमा लागेको कमेन्ट छोडिदिनु होला, एकदम सपोर्ट मिल्ने खालको कमेन्ट छोडिदिनु होला। नयाँ साथीहरू सबैजनाले सब जोइन गरेर मसँग यो युट्युब ब्लगमा सबैजनाले सपोर्ट गरिदिनु होला। नयाँ साथीहरूलाई वेलकम छ है मेरो युट्युब ब्लगमा, सबैजना जोडिनु होला। हजुरहरूको 100% रिटर्न ब्याक हुनेछ है त साथीहरू। बाई बाई, फेरि नेक्स्ट भिडियोमा हामी जोडिनेछौँ।